हेलो डियर नर्सेस, के तपाईहरुले एन्क्लिस क्वेशन सल्भ गर्दाखेरि क्वेशनले के भन्न खोजिरहेको छ अथवा आन्सर कसरी दिने हो, क्वेशनलाई कसरी पढ्ने हो भन्ने कुरामा कन्फ्युज हुनुहुन्छ? यदि कन्फ्युज हुनुहुन्छ भने दिस भिडियो इज फर यु। सो द फर्स्ट थिङ इज यु हैव टु रिड क्वेशन है। क्वेशनलाई एकदमै टाइम लिएर आरामले पढ्नुस् है। युजुअली 3-4 लाइन्सको होला अथवा प्याराग्राफ 1 प्याराग्राफको क्वेशन छ भने पनि तपाईले क्वेशनमा केही कुरा स्किप नगरिकन मजाले पढ्नुस्। पढ्नु भइसके पछाडी चाहिँ यु हैव टु आइडेन्टिफाई द क्वेशन स्टेम। क्वेशन स्टेम भनेको चाहिँ केमा हुन्छ भन्दाखेरि युजुअली लास्ट सेन्टेन्स पढ्नु भयो भने त्यो प्याराग्राफको क्वेशनको लास्ट सेन्टेन्समा चाहिँ क्वेशन स्टेम आइडेन्टिफाई गरिएको हुन्छ। त्यसमा के डिनोट गरिएको हुन्छ भन्दाखेरि व्हाट डज द क्वेशन वान्ट मी टु डु है। क्वेशनले के खोजिएको कुरा चाहिँ हाम्रो त्यो सेन्टेन्सले खुलाएको हुन्छ, जसमा चाहिँ तपाईले यस्तो सेन्टेन्सेसहरु लेखिएको पाउनुहुन्छ। जस्तै द नर्स डिटर्मिन्स दैट द ट्रिटमेन्ट इज इफेक्टिभ इफ व्हिच इज नोटेड, which item is essential in the care of the client, which is the immediate nursing action, what is the initial nursing action हो। यस्तो लाइनहरु चाहिँ स्पेशली तपाईले प्याराग्राफ पढ्नु हुँदै क्रममा चाहिँ लास्ट सेन्टेन्समा चाहिँ यस्तो सेन्टेन्सहरु पाउन सक्नुहुन्छ। यो सेन्टेन्स भनेको चाहिँ क्वेशनको स्टेम हो है। तपाईले यो लास्टको पार्ट पढ्नु भए पछाडी चाहिँ हामीलाई क्वेशनले के सोध्न खोजिएको कुरा चाहिँ यो पढ्नु भएपछि क्लियर हुने हुन्छ। हामीले लास्ट सेन्टेन्स पढेपछि चाहिँ क्वेशन अझै डिकन्स्ट्रक्ट गर्न गाह्रो भइरहेको हुन्छ। भन्नको अर्थ क्वेशनले अझै के भन्न खोजिएको हो, वेदर इट इज डेलिगेसन हो कि क्वेशन हो कि प्रायोरिटाइज गर्न भनिएको हो कि हैन फार्माकोलोजीको हो कि हामीलाई रिइन्फोर्समेन्ट मात्रै गर्नुपर्ने हो कि टिचिङ दिनुपर्ने हो, त्यो कुरा चाहिँ हामीलाई छुट्याउन गाह्रो भइरहेको हुन्छ। त्यसको लागि चाहिँ अझै हामीले के गर्न सक्छौं भने क्वेशनको स्टेममा चाहिँ हामीले स्ट्र्याटेजिक वर्ड्सलाई फोकस गर्नुपर्छ। स्ट्र्याटेजिक वर्ड्स भनेको के हो भन्दाखेरि चाहिँ यहाँ दिएको अप्सनमा पनि तपाईले कर्सिभमा हेर्नुभयो भने वर्ड्सहरु इफेक्टिभ, एसेन्शियल, इमिडिएट, इनिशियल, फर्स्ट, हाईएस्ट प्रायोरिटी, नेक्स्ट, मोस्ट एप्रोप्रिएट, मोस्ट इम्पोर्टेन्ट हो। यस्तो वर्ड्सहरु चाहिँ के हो, स्ट्र्याटेजिक वर्ड्स हो। त्यो वर्डलाई अझै हामीले फोकस गरिएर चाहिँ क्वेशनले के भन्न खोजिएको छ भनेर चाहिँ हामीलाई आन्सर गर्न झन् सजिलो हुन्छ। सो अघि नै भनेको कुरा चाहिँ वान सर्टमा हेर्ने हो भने चाहिँ स्ट्र्याटेजिक वर्ड्सहरु जस्तै बेस्ट, अर्ली, लेट, इफेक्टिभ, एसेन्शियल, फर्स्ट, हाईएस्ट प्रायोरिटी, इमिडिएट, इनिशियल, नेक्स्ट, मोस्ट जस्ता वर्ड्सहरुलाई चाहिँ हामीले फोकस गर्नुपर्ने हुन्छ कुन टाइप अफ क्वेशन हो भनेर डिफरेन्शिएट गर्नको लागि। र हाम्रो सेकेन्ड स्टेप भनेको चाहिँ कीवर्ड्सलाई एक्सट्र्याक्ट गर्ने हो। त्यो भनेको चाहिँ के हो भन्दाखेरि मैले अघि नै सुरुमै भनेको जस्तै हामीले होल क्वेशन पढ्दाखेरि वर्ड बाइ वर्ड हामीले फुल सेन्टेन्सलाई कम्प्लिटली पढ्नुपर्ने हुन्छ हैन। लास्ट सेन्टेन्सलाई त हामीले फोकस गर्यौं, तर होल प्याराग्राफ पढ्दाखेरि चाहिँ त्यहाँ सर्टेन क्लुहरु दिएको हुन सक्छ। जस्तै कुनै एज, मिशन्स, भाइटल्स, ल्याब्सहरुलाई चाहिँ हाइलाइट गरे हुन्छ हैन। एब्नर्मल भ्यालुहरु हुन सक्छ, कुनै सिम्पटम्सलाई नर्मल एब्नर्मल सिम्पटम्सहरु हुन सक्छ है। भाइटल पनि एब्नर्मल भाइटल हो कि हैन नर्मल रेन्जमा छ कि, त्यो कुराहरुलाई चाहिँ हामीले क्लुहरुलाई चाहिँ मजाले पढेर आफूलाई हाइलाइट गर्नुपर्ने हुन्छ र अर्जेन्ट अथवा एब्नर्मल डेटालाई चाहिँ फोकस गरेर आन्सर दिनुपर्ने हुन्छ। सो एट द एन्ड तपाईसँग आफ्नो डेटा, एब्नर्मल डेटा, क्लुहरुलाई हाइलाइट गरिसक्नुभयो, क्वेशनको स्टेममा के सोध्न खोजिएको पत्ता लगाइसक्नुभयो। त्यसपछि यु जस्ट हैव टु क्याटेगोराइज द फोकस वेदर इट इज प्रायोरिटाइजेसन, डेलिगेसन, सेफ्टी, पेशेन्ट एजुकेसन र फार्माकोलोजी है। के चाहिँ हाम्रो फोकस गर्न भनिएको छ त्यो कुरा फोकस गर्नुस्। वेदर इट इज प्रायोरिटाइजेसन भने प्रायोरिटाइज गर्नु र त्यो अनुसार हामीले आन्सर दिन सक्छौं। सो यु जस्ट हैव टु हाइलाइट द clues and read the STEM question and answer the question. Thank you.